सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीका रिलेसनसिप म्यानेजर आदरणीय किरण श्रेष्ठज्यूलाई म हार्दिक अभिनन्दन। धन्यवाद। मेरो सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेड नेपाल कृषि सहकारी केन्द्रीय सङ्घद्वारा सञ्चालित म्यादी जीवन बिमा कार्यक्रम अन्तर्गतको यो सामूहिक छलफल तथा अभिवृद्धि कार्यक्रमका सभाध्यक्षज्यू, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका उपाध्यक्ष एवं महारानी छोरा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षज्यू, नेपाल कृषि सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडका विभागीय प्रमुखज्यू, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका प्रतिनिधिज्यू, म्याग्नट सफ्टवेयरका प्रतिनिधिज्यू, विभिन्न साना किसान कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष, सञ्चालक समिति सदस्यज्यूहरू, प्रबन्धकज्यूहरू एवं कर्मचारीज्यूहरू सम्पूर्णमा पुनः नमस्कार गर्न चाहन्छु। आज शनिबारको दिन बिदा पनि हो, सार्वजनिक बिदाको दिन र छोटो समयको निमन्त्रणामा पनि उत्साहजनक उपस्थिति जनाइदिनु हुने तमाम सम्पूर्ण उपस्थित साना किसान कर्मीज्यूहरूलाई हृदयदेखि नै नमन र यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। समय व्यवस्थापन गर्न पक्कै जटिल छ, खेतीको कामको चापाचाप पनि छ, तथापि यो सामूहिक छलफलमा उपस्थित भएर एउटा बन्दै गरेको घरमा एक थप्ने काम गरिदिनु भएकोमा तपाईँ सम्पूर्णलाई पुनः धन्यवाद ज्ञापन गर्न चाहन्छु। आजको चुनौती भनिकै सुरक्षा हो। आज हरेक ठाउँमा जोखिम छ, होइन? हिँड्दै गर्दा जोखिम छ, काम गर्दै गर्दा जोखिम छ। यही जोखिमलाई न्यूनीकरण गर्न नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले मातहतका साना किसानमा आबद्ध संस्थाका सदस्यहरूलाई र सदस्य सँगसँगै सदस्यका आश्रित परिवारहरूलाई सुरक्षा प्रदान गर्नका निमित्त सानिमा रिलायन्स लाइफ इन्सुरेन्ससँगको सहकार्यमा सदस्य सुरक्षा कार्यक्रम ल्याएको छ। विगत 1.5 वर्षदेखि हामीले यसमा अनवरत मेहनत गरेका छौँ र सदस्यलाई हुन सक्ने विभिन्न जोखिमहरूबाट सुरक्षा प्रदान गर्न खोजिरहेका छौँ। यो प्रयास साँच्चै नै सराहनीय छ। यो प्रयासबाट धेरै परिवारलाई लाभान्वित पनि हुनुभएको छ र मानिसको जीवनको त के नै मूल्य हुन्छ र, अमूल्य छ त्यो चिज। हामीले किनेका घरको सुरक्षाका लागि हामी बिमा गर्छौँ, चढ्ने गाडीको लागि बिमा गर्छौँ, कति पैसा फिर्ताउनु छ भनेर पनि हामी हिसाब लेखाजोखा गर्दैनौँ। तर आफ्नै जीवनको सुरक्षा गरौँ न त भनेर हामीले प्रस्ताव राख्दा धेरै अवरोधहरू आउँछ। कहिलेकाहीँ बचतै छैन भन्ने कुराहरू आउँछ, कहिलेकाहीँ मरेपछि मात्रै पाइने पैसा के काम भन्ने कुराहरू आउँछ। धेरै यहाँहरूले काम गर्दै गर्दा चुनौतीहरूको सामना गरिरहनु भएको छ। सदस्यलाई प्रस्ताव गर्नुभएको छ, एउटा सोचेर प्रस्ताव गरिन्छ, प्रतिक्रिया अर्को आइदिन्छ। कहिलेकाहीँ त यो जति हुने नहुँदो रहेछ, कस्तो कार्यक्रम आयो है भनेर यहाँहरूलाई अप्ठ्यारो पनि परेको होला। केही अप्ठ्यारोहरूलाई चिर्नका लागि, यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नका लागि र हाम्रो सञ्चालित कार्यक्रमलाई अझ वृद्धि र विस्तार गर्नका लागि प्रत्यक्ष रूपमा फिल्डमा यहाँहरू सदस्यसँग बस्नु भएको छ। सदस्यहरूको गुनासोहरूले यहाँले सम्म टिप्नु भएको छ। यो गुनासोलाई सम्बोधन गरे त अझै बढ्थ्यो कि त भन्ने अभिप्रायले आज अन्तर्क्रिया कार्यक्रमलाई यो अन्तर्क्रियाबाट साँच्चै नै विचारहरूको मन्थन गरेर, छलफल गरेर, भएका समस्याहरूलाई चिरेर हामीले यो कार्यक्रमको सफलता निर्धारण गर्नेछौँ र धेरैभन्दा धेरै हाम्रा सदस्यहरूलाई सुरक्षाको दायरा प्रदान गर्नेछौँ।
यो कार्यक्रममा मरेपछि मात्रै पाइन्छ भन्ने जुन बुझाइ छ, जुन भाष्य सिर्जना भएको छ, त्यो भाषालाई थोरै परिमार्जन गरेर होइन जीवित हुँदा पनि आउँछ नि भन्ने हिसाबले अब हामीले एउटा बिमा अभियानलाई सार्थक बनाउनु पनि जरुरी छ भन्ने त गरिन्छ होइन। तर मृत्युपछि मात्रै होइन, अहिले त हरेक क्षण हरेक पलमा दुर्घटनाका घटनाहरू बढिरहेका छन्। बिहान यो औपचारिक कार्यक्रम सुरुवात हुनुभन्दा अगाडि मात्रै हामीले दुर्घटनाकै छलफल गर्दैथ्यौँ। एउटा 19 वर्षीय युवाको मृत्यु भएको छलफल गऱ्यौँ। आखिर मानवीय क्षति त भयो, त्यो परिवारमा अपूरणीय क्षति त छ, भावनात्मक क्षति त छ। त्यो क्षतिलाई हामीले फेरि फर्काउन त सक्दैनौँ, तर आर्थिक क्षतिलाई त न्यूनीकरण गर्न सकिन्छ नि। जो मान्छेको असामयिक मृत्यु भयो त्यो परिवारमा असह्य पीडा त छ। अब पीडा भयो भन्दैमा खाना छोड्नै सकिने अवस्था त रहँदैन। बच्चा बच्चीको पढाइ लेखाइले त्यतिकै अल्पत्र पारौँ भन्ने त रहँदैन होइन र। भनेदेखि एउटा अभिभावकको मृत्यु हुँदाखेरि त्यो परिवारमा आउन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न र लागेको घाउमा मलमपट्टि गर्न हाम्रो नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले यो कार्यक्रमको यो सदस्य सुरक्षा अभियान सुरु गरेको हो। यहाँहरूलाई पक्कै थाहा छ, विभिन्न कार्यक्रमहरूमा यो किसिमका छलफलहरू भइरहेका छन् र बिमाले दुर्घटनाको कारणबाट हुने अशक्ततामा, अपाङ्गताको हकमा चाहिँ 100% हुन्छ। मरेर पाइन्छ मात्रै भन्ने भाषालाई अब चिर्नलाई यदि सदस्य दुर्घटनामा परेर पूर्ण रूपमा अशक्त अपाङ्ग हुनुभएको छ भने जतिको बिमा गर्नुभएको छ त्यति नै बिमाको रकम उहाँको आश्रित परिवारले पाउनुहुन्छ। यदि दुर्घटनाकै कारणले आंशिक स्थायी अपाङ्गता, पूर्ण स्थायी अपाङ्गता रहनुभयो भने त्यहाँ क्षतिको प्रकृति हेरेर कस्तो क्षति भएको हो नेपाल सरकारले, नेपाल बिमा प्राधिकरणले तोकिदिएको छ, कुन अङ्गको क्षतिमा कति भुक्तानी दिनुपर्छ भनेर सोही मापदण्ड बमोजिम हामीले अधिकतम बिमाङ्कको 50% सम्म आश्रित परिवारलाई के अरे सम्बन्धित बिमितलाई नै दाबी भुक्तानी गर्ने गरिएको छ। यो जानकारी मैले यो छलफलमा राख्न चाहे र रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेड नेपाल कृषि सहकारी केन्द्रीय सङ्घद्वारा सञ्चालित कार्यक्रमको आजको अभिमुखीकरण कार्यक्रम र छलफल कार्यक्रममा विभिन्न तवरबाट सहजीकरण गरिदिनु हुने साना किसान कृषि सहकारी संस्था लखनपुर झापाका सञ्चालक समिति प्रबन्धकज्यू लगायत सम्पूर्ण कर्मचारी टिमहरूलाई हार्दिक हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु र पुनः यस कार्यक्रमबाट यहाँहरूले आफ्नो सदस्यहरूको बिमा सुरक्षा कार्यक्रमलाई अझ तीव्रताका साथ सञ्चालन गर्नुहुनेछ र यसमा नबुझेका जिज्ञासाहरूलाई पनि खुल्ला रूपमा खुला हृदयले छलफलमा ल्याउनु हुनेछ भन्ने आशासहित कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी आदरणीय व्यक्तित्वहरूलाई यस कार्यक्रममा स्वागत गर्दै